दाजु मासु कसरी छ? हिजो जसरी थियो आज पनि त्यसरी नै छ नि भाइ। अनि हिजो चाहिँ कसरी थियो त? हिजो त अस्तिको भन्दा 20 रुपियाँ बढी थियो भाइ। ह्या दाजु नजिस्किनु न हौ, छिटो भन्नु न कसरी छ मासु? के को मासु चाहियो तिमीलाई? खसी, कुखुरा, राँगा, भैँसी, सुँगुर, मुसा, बिरालो, भ्यागुता, गडेउला के को चाहियो? यति धेरै मासु पाइन्छ तपाईकोमा? पाउन त कुखुराको मात्र पाइन्छ नि, तर तिमी भन्छौ भने जेको मासु पनि मगाइदिन सक्छु म। मगाइदिउ त गडेउलाको? पर्दैन दाजु, मलाई कुखुराकै चाहिएको। कसरी छ केजीको? 1 केजीको 400 अनि 2 केजीको 800। भन कति केजी लान्छौ? 1 केजीको 400 भएपछि 2 केजीको 800 त हुन्छ नि, भनिराख्नु पर्छ र? पर्छ नि भाइ, सबै म जस्तो पढे लेखेका कहाँ हुन्छन् त? ओ दाजु, तपाईले मलाई अनपढ मान्छे भन्न खोज्नु भयो? होइन नि भाइ, मैले त तिमीलाई स्कुल कलेज नगएको मान्छे पो भन्न खोजेको त। दाजु तपाईँ मासु बेच्न बस्नु भएको कि अर्काको मजाक उडाउन बस्नु भएको? बस्न त मासु बेच्नै बसेको हो भाइ, तर पार्ट टाइम मजाक पनि उडाउँछु के। दाजु मासु नदिने हो तपाईँ? मैले कहाँ मासु दिन्छु त भाइ, मासु त जनावरले दिन्छ नि। मैले त मासु बेच्नै पो हो त। त्यसो भए बेच्नु न त मलाई, अघिदेखि भनिरहेको छु त। है तिमीलाई कसरी बेच्नु हौ? अर्काको छोरालाई बेचे भने त जेल लगिहाल्छ नि मलाई।